आजको आजको आनन्दको भक्तवत्सल भगवान को श्रीमद् भागवत महापुराण को परीक्षित महाराज आज 7 दिन को मर्ने श्राप लिएर सुखदेव स्वामी जी को शरण पर्नुभयो। तब सुखदेव स्वामीले भन्नुहुन्छ, हेर परीक्षित, परीक्षा लिनुहुन्छ। के भन्नुहुन्छ भन्दाखेरिमा सुन, तिमीले ब्रह्मचर्य सकामस्तु यते यजेता ब्रह्मणास्पदे, ब्रह्म को ध्यान गर्यौ भने तिमी बलवान हुन्छौ, यो पृथ्वीको राजा बन्न पाउँदछौ। इन्द्रिया कामस्तु प्रजाम प्रजापते, बृहस्पति को ध्यान गर्यौ भने तिमी के हुन्छौ, पृथ्वीको राजा इन्द्रको राजा बन्न पाउँदछौ। सधैँ हुनुहुन्छ। अब देवी माया त श्री कामस मतेजस काम विभावसो, लक्ष्मी को लागि ध्यान गर, तिमी विभावसको ध्यान गर, से भन्दै हुनुहुन्छ। अग्नि को ध्यान गर, स वसो कामा वसुरुद्धान वीर्य कामर्थ वीर्यवान, बलवान हुनुहुन्छ भने रुद्र को ध्यान गर। परीक्षा दिँदै हुनुहुन्छ, कतिको पाकेको हो यो, मैले यसलाई दिनुहुन्छ कि हुँदैन त, राम्रो कुरा दिनुभन्दा अगाडि परीक्षण गर्नुहुन्छ अरे भन्दै हुनुहुन्छ। यहाँनिर पनि परीक्षण गर्नुभयो भने प्रतिष्ठा काम पुरुष हो रोदसी लोकमातरहु। त्यस पछाडि यहाँको चाहिँ ध्यान गर्न लागि राम्रोसँगले पत्नी पाउनु छ भने उर्वशीको ध्यान गर, विद्या आर्जन गर्नु छ भने रुद्रको ध्यान गर, शिवको ध्यान गर, राम्रोसँगले तेजवान हुनुहुन्छ भने अश्विनी कुमारको ध्यान गर, विभिन्न किसिमको देवताहरूको नाम लिँदा। अनि नि कुनै पनि काम छैन भने, कामको कुनै पनि कुराको तिमीलाई इच्छा छैन भने चाहिँ भगवानको ध्यान गर भनेपछि अब के गर्ने त? कुन चाहिँ काम गर्छौ त तिमी? राजा हुन चाहन्छौ, इन्द्रलोकको राजा हुन चाहन्छौ कि कुनै पनि कामको कुनै काम गर्नु भएन, कामना नै हुनु भएन, म फलानमा यस्तो हुँ उस्तो हुँ भन्न पाइएन। भगवानको ध्यान गरेपछि भन्दा म भगवानको ध्यान गर्छु प्रभु, मलाई अरू केही चाहिँदैन भनेपछि पक्का अब चाहिँ मैले यिनलाई दिनुपर्छ भनेर जानेपछि सुन परीक्षित, हिजो भनेको कुरा बताउनुहुन्छ। यहाँनिर के भन्नुहुन्छ भन्दाखेरिमा जसको जिब्रो भएर पनि भगवानको नाम लिँदैन नि त्यो भ्यागुता गराए समान हो, जसको मयूरको पाख समान हो, आँखा भएर भगवानको चित्रहरू हेर्दैन भने त्यो मयूरको पाख हुन्छ नि त्यही समान हो। जसको कर्ण भएर पनि भगवानको चरित्रहरू सुन्दैन भने त्यो रुखको टोडको समान हो, अरू केही होइन। जसको घोडा भएर पनि भगवानको तीर्थ हेर्न जाँदैन भने त्यो रुख समान हो। र त्यो हस्त भएर पनि हात भएर पनि भगवानको ताली भजनमा ताली भिड्दैन, खालि के गर्दछ भन्दाखेरिमा चुरा लगाउनको लागि मात्र होइन, यो ताली पनि पिट्नु पर्दछ। यो त्यति मात्र गर्छ भने त त्यसको हातमा मुर्दा समान हो भन्नुभएको छ, हिकार्नु भएको छ। त्यसैले होइन प्रभु, म अरू केही गर्न चाहदिनँ, मलाई सबै कामहरू छोडेर मलाई केही चाहिँदैन अरू। त्यसै कारणले गर्दा मलाई मोक्ष हुने मन छ, भगवानको मलाई चरित्रहरू सुनाइदिनुहोस् भन्दा भगवानको चरित्रहरूको लीला अवतारहरूको कथा यहाँनिर बताउनुहुन्छ। तस पश्चात बताउँदा बताउँदै गएर हेर, जब परीक्षित महाराजले विभिन्न प्रश्नहरू गर्नुहुन्छ, हे प्रभु के कलियुगमा निश्चित साधनहरू के हो, ब्रह्माजीबाट कसरी चाहिँ के अरे भगवानको आधारभूत कथाहरूको बारेमा वर्णन गरेको प्रसङ्गहरू पनि यहाँनिर आउँदछ। मिठा मिठा प्रसङ्गहरू छन्, भगवानको 10 लक्षणले युक्त भएको। यो भागवतलाई किन महापुराण भनेको हो भन्दा अन्त सर्ग विसर्ग स्थान पोषण मूर्तय मन्मन्तरे कथा छु, अन्त सर्ग विसर्ग स्थान पोषण मूर्तय मन्वन्तरे सानो कथा निरोधे मुक्तिराश्रय।
अत्र सर्ग विसर्ग स्थान पोषण मूर्तया यी 8वटा होइन मन्वन्तरेषु कथासु निरोधे मुक्तिनाशय इति 10 लक्षणले युक्त भएको कारणले गर्दा यसलाई भागवत महापुराण भनिएको हो। अरूलाई कसैले पनि महापुराण भन्नेवाला छैन। हेर यो सबै 4 श्लोक दिनु भएको थियो ब्रह्माजीले। के भनौँ? ज्ञानम परमगह्यम हे यद् विज्ञान समन्वित रसहस्यं तदाङ्गं च ज्ञानं गरितं मया। ज्ञानम परम गुह्यम ते अत्यन्तै गुह्य ज्ञान हो, गोप्य ज्ञान हो। जुन ज्ञान तिमीलाई म दिँदैछु त्यो ज्ञान अत्यन्तै गोप्य ज्ञान हो। हेर ब्रह्माजी भनेर जब भगवानले 4 श्लोकमा ज्ञान दिनुहुन्छ ब्रह्माजीलाई के भनेर? ज्ञानम परम गुह्यम हे यद् विज्ञान समन्वित सरहंस्यं तदाङ्गं च ज्ञानं गरितं मया। यो अत्यन्तै गोप्य ज्ञान तिमीलाई म दिँदैछु। के भनेर? यवानहं यथा भावो यदुर्भागुणकर्मकः। सबै कुरा तिमीलाई म दिँदैछु। लक्षण के भन्दाखेरिमा अहमेव समावाग्रे नान्ययात् सत्पर। यो सबै संसारहरू सकिँदा पनि मै थिएँ र यो सबै संसारबाट सकेर रहने पनि मै हुँ। यो सबै संसार जति पनि तिमीले पृथ्वी जल तेज आकाश वायु यो सूर्य चन्द्र जति देख्दैछौ यी सबै ममै गरेर लिनुहुन्छ र पछाडि अन्तिममा प्रलय भएर रहने पनि तत्त्व मै हुँ। म भन्दा भिन्न अरू कोही छैन। पश्चातहं यदि तच्चा यो वशिष्यते न सौम्यहम्। म भन्दा भिन्न अरू केही छैन। हृदयथेन यत् प्रतीयतेन तात्मने। तर कस्तो भान हुन्छ भन्दाखेरिमा जसरी आरीमा पानी भरेर सूर्य अर्को पनि देखिन्छ त्यस्तै मलाई पनि अर्को ठान्दछन् नि। त्यसरी चाहिँ म हुँदिनँ, बस एउटै हुन्छु। त्यो आरीको सूर्य भनेको काल्पनिक हो, छाया हो। तर त्यस्तै म पनि त्यस्तै सत्य छु। म भन्दा अरू केही भिन्न छैन भनेर बताउनुहुन्छ। तद्विद्यादान हो मया याथा यथा वासो यथा तमः। जस्तो प्रकारले मुखा छन् त्यस्तै प्रकारले म प्रकट बन्छु। त्यसैले मेरो अनन्त कोटि अवतारहरू छन्, अनन्त कोटि छु म, कहिले पनि नसकिने। मेरो अवतारको बारेमा कसैले वर्णन गर्न सक्दैन। 24 अवतारको वर्णन मात्र भने हो। यहाँ भागवतमा धेरै प्रकारको वर्णनहरू गरिएको छ, तर 24 अवतारै प्रमुख अवतार होइनन्। अरू पनि अवतारहरू छन्, अनन्त कोटि अवतारहरू छन्। ती अवतारको बारेमा चाहिँ वर्णन गरेर नसक्नु। अहम नसक्नोमि, म सक्दिनँ वर्णन गरेर। से भन्नुभएको छ सबै वर्णन गर्न सक्दिनँ तर केही मात्रामा सक्दछु। त्यही भन्नुभएको छ यहाँनिर। 10 लक्षणले युक्त भएको यो भागवत तिमीलाई म बताउँदछु सुन भन्दै 2 स्कन्द, द्वितीय स्कन्द पनि यहीँ पूर्ण हुन्छ भक्तवत्सल भगवानको। द्वितीय स्कन्दमा गएर भगवानको चरित्रहरूको बारेमा वर्णन हुन्छ। भगवानले लीलावतार गर्नुभएको छ। जबरी देवकी र वसुदेवको गर्भमा आएर भगवानले बास गर्नुभयो तब साटेर गएर कंसको डरले गर्दा, कंसको डरले होइन, कंसले मार्छ कि भनेर होइन, भगवानको लीला गर्नु थियो। के भएको होला भन्दा पूर्व जन्मको कैकेयी देवकी भएर जन्मेकी थिइन्। त्यही भएर भगवानले सुरुमा बस्नु भएन। त्यहीबाट कौशल्याको काखमा गएर जानुभयो। कौशल्या भनेको राम अवतारको बारेमा हुन्छ। यतातिर कसको बारेमा जानुभयो भन्दा यता चाहिँ यशोदा मैयाको बारेमा जानुभयो। जति दिन कैकेयीले जति वर्ष हराएको थिइन् त्यति वर्ष नै गएर उतातिर बस्नु भएको प्रसङ्गहरू छ। त्यस पछाडि छोडिदिनुहुन्छ, त्यतिखेर आउनुहुन्छ। 14 वर्ष नभइकन भगवान यहाँनिर आउनु भएको छैन। हेर्नु, त्यसैले कंसलाई मार्नको लागि भगवानले जब आउनुहुन्छ यस्तो यस्तो प्रसङ्गहरू बताउनुहुन्छ। हिरण्यक्षलाई उद्धार गर्नुभयो भन्ने प्रसङ्गहरू छन्। कपिलदेव भएर यसो गर्नुभयो भन्ने प्रसङ्गहरू छन्। वामनदेव भगवान उत्पत्ति भएर बलिको यज्ञको दमन गर्नुभयो भन्ने प्रसङ्गहरू बताउनुहुन्छ। तृतीय स्कन्दमा गएर उद्धवदेव र बाल अवतारको वर्णनहरू गर्नुभएको छ। उद्धवजीद्वारा भगवानको बाल अवतारको वर्णन गरिएको प्रसङ्गहरू छन्। यस्तै गर्दै गर्दै उद्धवजीद्वारा विदा भएर विदुरजी मैत्रेयजीको ऋषिहरूको
प्रश्नहरू गर्नुभएको छ। यहाँनिर विभिन्न किसिमको प्रश्नहरू छन्। भगवान जब मैले सबै कुराहरू त्यागेर गए तब भगवान अहिले कस्तो हुनुहुन्छ, कहाँ हुनुहुन्छ भनेर सोध्नु भएको प्रसङ्गहरू यहाँनिर बताएको छ। विद्युतीको प्रश्नहरू छ मैत्रेयजीलाई। भगवानले सबैलाई